हामी नेक्स्ट ट्रेनबाट पनि जानिसक्यौँ। अब जाँदैछौँ हेरुकासम्म पुग्छ। आज चाहिँ एउटा एकदम धेरै भिड थियो। हाम्रो पछाडि एकदम धेरै मान्छेहरू आउँदैछ। बहिनीहरू है बहिनीहरू। दुईवटा रेस्टुरेन्ट छ। कति धेरै बिजी हो के सल्लाह है यो चाहिँ कहाँ जाने भनेर सल्लाह। ल हामी चाहिँ यहीँबाट जाने पऱ्यौँ है। हामी जाँदै गरेको ठाउँ चाहिँ पहिलोचोटि गएको छ। हामी कोही पनि जानुभएको रहेनछ। अनि हेर्दै टक्कसँगले ओ ल हुनुसम्म भयो मेरो त। अर्काको अक्टोपसमा छिरेर आएछु। ल हामी यहाँ आइपुग्यौँ। यहाँ कहाँ हो यो बाटो सट्ट हामीले बाटो काटिसक्यौँ। सट्ट यहाँबाट निस्केको के टेक भएको ठाउँ फुलहरू एकदम राम्रो विस्टलको फुल कस्तो राम्रो घाम छ एकदम चर्को। हामी यहाँ किन छिरेको भने नि यहाँ एसीको हावा खान छिरेको। अनि चस्माहरू हेर्ने हामी चाहिँ न्यू मात्रै गरेको होला। हामी केही पनि किन्दैनौँ यहाँ। अनि टक्क यता जाने काउन्टर रहेछ यता हामी नजाने। यहाँ एसी छ नि त बाहिर एकदम धेरै गर्मी छ क्या। तर हेर्नु न नाटकै बहिनीको चाहिँ हराइन्छ क्या हराइन्छ एकछिनमा हराइन्छ। हामी त यहाँ पाएको गएछौँ दुईवटा मोटो मान्छे भएको। छिटो होइन आज ढिलो आस्ते गरेर सङ्गीताको साथी ओहो अन्त स्टाइल हामी आएकै हो त होइन हामी आइपुगेकै छैन रहेछ माथि जाँदैछौँ माथिबाट खासमा हामी गएको ठाउँ चाहिँ सिसाको पुल भएको ठाउँ हो क्या के भन्छ त्यसलाई। अनि हामी चढ्नु गएको त्यहाँ चाहिँ चढ्ने हो सारा फोटो खिच्ने हो। लिफ्ट अझ पनि लिफ्ट रहेछ कि यहाँबाट। हामी हिँड्दाखेरि यस्तै बोल्दै हिँड्छौँ कि चाहिँ पाइल त्यही बोल्दै हिँड्छौँ। अब मैले चाहिँ भिडियो पनि बनाइहालेँ। तर अब हामी चाहिँ यो नै हो हामी बोल्ने। हामी टोयलेटतिर जानु ल। लिफ्ट आयो 16 नम्बर आइसक्यो। खासमा के हो के यो हाम्रोतिर हुने सिलको फुलहरू सजाएर राखेको डान्स हुने फ्युज भयो के। हामीलाई त बाटो नै थाहा छैन यता जाने कि उता जाने। दुईजना दिदीहरू चाहिँ माथि पुगिसक्नु भएछ तर हामीलाई बाटो नै थाहा भएन। फुल हो कि फुल डिस्टर्ब गरेँ मैले उसलाई। फोटो खिच्ने स्टाइल हो कि हाम्रो यो चाहिँ। दिदी कति राम्रो हुनुहुन्छ है। कस्तो कन्फ्युज भयो हाम्रो त बाटो। हामी यहाँ हेर्नु न यो भित्र बर्डहरू रहेछ कि नक्कली बर्डहरू सबैले भनेर राख्नु भएन। बर्डहरू भनेर राखेको रहेछ कि यस्तो डराएँ म त। छोडिहाल्नु भने हामीलाई कता जानु भएछ। हाम्रो दुईजना अलमल्ल परेर बस्यौँ। कहाँ गएको लाइन बसेर जानुपर्ने रहेछ नि त। कति अग्लो बिल्डिङ हो कि। भगवान My God! कति फ्लोर हो यो? 57 के हुँदैन? कति तपाईले त यस्तो गरेर सबै लिनु देखायो। यता सबै अफ गरे सबैको निकाल्दै बहिनी। बिल्डिङमा चढ्नु भएको।